युद्ध चाहिँ तपाईले लड्नुपर्छ। तपाईको समस्यामा तपाईको परिवार आउँदैन, तपाईको पीडामा तपाईको परिवार आउँदैन, तपाईको समस्यामा तपाई खडा हुनुपर्छ। मलाई एकजना व्यक्तिले भन्नुभयो, सायद तपाईँ एक्लो किन नहुनुहोस्, तपाईको समस्यामा तपाईँ आफै मजबुत बनिनुपर्छ, तपाईँ आफै खडा हुनुपर्छ। जब उहाँले मलाई यो कुरा भन्नुभयो त्यति बेला चाहिँ मलाई थाहा भयो साँच्ची नै यो लडाई चाहिँ मेरो हो। मेरो जीवनमा जस्तो सुकै बन्डेज किन नहोस्, समस्या किन नहोस्, तर यो समस्यासँग चाहिँ युद्ध गर्ने चाहिँ म हो भन्ने कुरा चाहिँ मैले बुझ्दै गएँ।